हजुरहरु सुनिदिनु होला ल भाइ कस्तो लाग्दैछ भाइलाई यो बाटो बन्नेकोमा धेरै राम्रो लाग्दैछ धेरै राम्रो लाग्दैछ हजुर कस्तो लाग्दैछ यो बाटो बन्नेको यसमा यो बाटो बन्नेको त एकदमै हाम्रो यो टेङ्की लेन वासीहरुको लागि खुसीको खबरै हो धन्यवाद दिन चाहन्छु हाम्रो प्रधान सन्तोष गुरुलाई उहाँले यस्तो राम्रो काम ल्याए कस्तो लाग्दैछ तपाईलाई मलाई राम्रो लाग्यो एकदम यो स्किम चाहिँ तगडा लाग्यो है तगडा नमस्कार हजुरहरुको समक्षमा म विकास सुनार भटपाडा निवासी र फेरि आज उपस्थित भइरहेछु हजुरहरुको समक्षमा र मैले यो बाटोको मुद्दा लिएर बात गरेको थिएँ हैन फाइनली आज अहिले काम हुनु थालेछ हेर्न सक्नुहुन्छ मेरो पछाडी हैन हेर्नुस् पेपर ब्लक पुरै गिरिसकेछ यता पनि अनलोड हुँदैछ हो एउटा गाडी यता छ यसरी सबैतिर अनलोड भएर हुँदैछ उता अगाडिबाट काम पनि चालु हुन थालेछ यो मुद्दामा बात गर्दाखेरि कतिवटा सामनाहरू झेल्नु पर्यो हैन साँचो कुरा बोल्दाखेरि अलिकति कतै कसैलाई मबाट केही दुःख लाग्यो भने क्षमा गरिदिनु होला र मैले त हजुरहरूलाई यति नै भन्नु खोजेको कि हाम्रो गाउँ चाहिँ डेभलप होस् जे जसो भए पनि हैन अरूको हेरेर हामी पछाडि किनकि अब डेभलप चाहिँ हुनुपर्छ भनेर मैले खालि आवाज उठाएको थिएँ र हजुरले सुनिदिनु भयो भलै ढिलो भयो तर पनि राम्रो चाहिँ भयो क्या देर से आयो दुरुस्त आयो भन्छ नि त्यस्तै हो क्या त यहाँ काम धमाधम हुँदैछ एकदम हैन साइडमै यहाँ दाजुहरूले काम हेर्दैछ के कसो हुँदैछ हैन म पनि छु यहाँनिर हेर्नुहोस् र हाम्रो गाउँको मान्छेहरूलाई नि यो भिडियोबाट भन्न चाहन्छु कि अब हाम्रो गाउँमा यति राम्रो बाटो बनिँदैछ हैन भोलिको दिनमा चाहिँ हामीले यो ड्रेनतिर के कचडाहरू चाहिँ नफालिदिनु होस् हजुरहरूले पनि हैन तारहरू सोध्ने छु हजुरहरू सुनिदिनु होला ल भाइ कस्तो लाग्दैछ भाइलाई यो बाटो बन्नेकोमा धेरै राम्रो लाग्दैछ धेरै राम्रो लाग्दैछ पेपर ब्लक अब अहिलेसम्म भटपाडामा बनिएको छैन हाम्रो यो जुन कालचिनीदेखि हैन कालचिनी रोडसम्म यो जोडिने जुन बाटो थियो यो बाटो धेरै राम्रो भएको छ र टाढा टाढै हुँदैछ समाजसेवी सन्तोष गुरुङजीको नेतृत्वमा है राम्रो भएको छ हामी खुसी छ यसको निम्ति अन्त हुन्छ यहाँ भाइलाई पनि म हैन ज्वाइँ हो ज्वाइँलाई पनि म सोध्नु ज्वाइँ कस्तो लाग्दैछ यो बाटो बन्नेको यसमा यो बाटो बन्नेको त एकदमै हाम्रो यो टेङ्की लेन वासीहरुको लागि खुसीको खबरै हो र राम्रै काम हो र अहिले अब जुन प्रकारको बाटो बन्नेको छ यो बाटो त अब हाम्रो लाइफ लाइन भन्ने नि हुन्छ र यो बाटो चाहिँ अब 20-25 साल त आरामले जान्छ र यो बाटो बनाउनुको लागि हाम्रो विशेष गरी हाम्रो हैन हाम्रो सांसदज्यू माननीय प्रकाश सिंह पढाइकजी अनि हाम्रो बङ्गालको मुख्यमन्त्री ममता दिदीलाई अनि खास गरी जसले कि यहाँनिर यो बाटोको लागि आवाज उठाउनु भयो हाम्रो गाउँको काका श्रीमान सन्तोष गुरुङजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ल हजुरहरूले सुनिदिनु भयो हैन उहाँहरूले भाइहरूले हैन यो चाहिँ बाटो हाम्रो लाइफ लाइन हैन जुन चाहिँ हाम्रो यो गाउँबाट निस्किन्छ डाइरेक्ट यो मेन बाटो भन्दा नि हुन्छ हैन यो बाटोमा लिएर मैले विषय लिएर मैले आजभन्दा 1-2 महिना अगाडि मैले आवाज पनि उठाएको थिएँ हैन आवाज उठाउँदाखेरि अलिकति अब हजुरहरूले पनि अलिकति हजुरहरूको कानमा पुग्यो हैन हजुरहरूले अलिकति इग्नोर नगरिकन चाँडोभन्दा चाँडो हाम्रो गाउँको समस्यालाई हल गरिदिनु भयो हैन हेर्नुहोस् हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद होला अन्त हेर्न सक्नुहुन्छ मेरो पछाडि शिव मन्दिरको हाम्रो शिव मन्दिर यहाँ निर्माण हुँदैछ हैन त्यसको काम पनि भइरहेको छ हेर्न सक्नुहुन्छ हेर्नुहोस् के कस्तो लाग्दैछ साह्रै नै राम्रो हैन गाउँको एउटा डेभलपमेन्ट भइरहेको छ यो त फर्स्ट टाइम हो जबदेखिको अब पञ्चायत राज भयो तबदेखि फर्स्ट टाइम हो पेपर ब्लकको काम साह्रै नै जबरजस्त भइरहेको छ र धन्यवाद दिन चाहन्छु हाम्रो प्रधान सन्तोष गुरुलाई उहाँले यस्तो राम्रो काम ल्याए म चाहिँ आज एउटा भन्न चाहन्छु पिसिसी जुन कामहरू हुन्छ पिसिसी हुनुभन्दा चाहिँ जहाँसम्म लाग्छ बरु सानो होस् तर पेपर ब्लककै काम होस् हेर्नु सक्नुहुन्छ कस्तो दामी काबिल तारिफ काम काबिल तारिफ छ है कस्तो लाग्दैछ तपाईलाई मलाई राम्रो लाग्यो एकदम यो स्किम चाहिँ तगडा लाग्यो है तगडा खुसी लाग्दैछ खुसी एकदम खुसी छु मलाई राम्रो लाग्यो
अन्त हाम्रो यहाँ दाजु हुनुहुन्छ होइन, हाम्रो गाउँको नेतृत्व गर्ने समक्षसेवी मिस्टर सन्तोष गुरुङजी हुनुहुन्छ। उहाँको मुखारबिन्दबाट केही हजुरहरूले सुन्नु सक्नुहुनेछ, उहाँहरूलाई म सोध्दैछु। दाजुले अब यो बाटो बनाउनुको लागि जति सङ्घर्ष गरे होइन, यसमा अब के कस्तो भयो हजुरहरूले होइन? अब यो बाटो होइन, यो बाटो एकदमै अवस्था खराब थियो। त्यसले गर्दाखेरि हामीले राज्यसभा संसदलाई बार कुरा राखिरहेको थियो र राज्यसभा संसदले यो पालि हाम्रो जुन चाहिँ डिमान्ड थियो त्यो चाहिँ पुरा गरे र हामी सबै भाटपाडावासी नै उसको लागि ऋणी छु कि आज यत्रो 2 करोडको मोटामोटी 2 करोडको बाटो गरे, जो चाहिँ यो बाटो बनिसकेपछि यो अब गाउँको एउटा माने यो नै चेन्ज भयो। त्यसको लागि होइन एकदमै राम्रो छ, हामी पनि खुसी छौँ, गाउँघरको मान्छे पनि सबै खुसी छ। ल हजुरहरूले सुन्नुभयो है, उहाँले आफै पनि निरीक्षणमा छ होइन, काम चाहिँ राम्रो हिसाबले होस् भनेर म आफै काममा उभिनु भइरहेछ होइन। अलिकति अब जे जसो भने आफ्नै हिँड्ने बाटो आफ्नै गाउँ घरको होइन भनेर उहाँ आफै पनि लागि परिरहेछ र हजुरहरूले हेर्नु सक्नुहुन्छ। र उहाँलाई धेरै धेरै धन्यवाद होइन। 21 सदीमा मान्छे जुनमा पुगिसक्यो होइन भन्छन्, तर अब हाम्रो गाउँको जहाँको कहीँ देखेर मलाई अलिकति मनमा खटपटी लगाएर मैले भिडियो बनाउँथेँ होइन, आफ्नो गाउँ पनि अलिक डेभलप होस् भनेर। र फाइनल्ली आज बाटो चाहिँ राम्रो हुनु गइरहेछ र बाटो राम्रो हुनुको मतलब नि हो कि हाम्रो डेभलपको एक सिँढी चाहिँ बढ्यो क्या त, स्टेप। हामीले पहिलो सिँढी चाहिँ चाल्यो क्या त। हामीले अब बाटो राम्रो छ भने चाहिँ सफलताको सिँढी बाटोमा हिँड्नु क्या त अलिकति सजिलै हुन्छ। त्यही भन्दै म हजुरहरूलाई धेरै धेरै धन्यवाद। मबाट केही भुल त्रुटि भयो भने क्षमा गरिदिनु होला। र अझै पनि हजुर मिस्टर सन्तोष गुरुङज्यूलाई म धेरै धेरै मनबाट धन्यवाद भन्न चाहन्छु। उहाँले आफ्नो पहलमा हाम्रो गाउँको डेभलपको लागि पेपर ब्लकको काम चालु गरिदिनु भयो। उहाँले के कसो गरेर ल्याउनु भयो त्यो त उहाँलाई पनि थाहा छ होइन। यसमा कतिवटा परेसानी पनि आयो होला उहाँलाई होइन, कतिवटा सामना पनि गर्नु पऱ्यो होला। ल यो भन्दै म यो भिडियो अन्त गर्नु धेरै धेरै धन्यवाद।